तपाईहरुले पढ्नुपर्ने कुरो मैले पढ्छु शिवजीलाई मात्रै सम्झाउँछु ल। ओम त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनं उर्वारुकं त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनं उर्वारुकं श्रीरालं श्रीगुणाकारं तन्नेत्रं तत्प्रदायकं तुर्यं पापसंहारं नैवेद्यं शिवार्पणं कालसर्पदोष दोषनिवारण हो। अरिष्ट ग्रहपने शान्ति हुन् अष्ट चिरञ्जीवी बनी प्रसन्न रहन् भन्दा प्रणाम शिरले प्रणाम गर्नु। तपाईँहरू दुई हातले उठाउनु न, पहिला उठाउनु, अब प्रणाम गर्नु। अब दुईजना जानु र सुन्नुभयो, एकपल्ट मन्दिरमा प्रदक्षिणा स्वाट गर्नुहोस् र पश्चिमपट्टिको गेटमा आएर तपाईँहरू भित्रको पन्नालाई देखाउने के आदेश दिन्छन् है। देखायो भने भेटी फुत्त त्यहाँ सेला भने भेटी फुत्त निकाल्ने ढोकामा ठक्क पुजारीले दिइहाल्ने लिएर मारेन भने हालिदिने भित्र आरपाउन गरी आपाउन गरी त फेरि गाली फुत्त फालिदिने त्यो चाहिँ ढुवाङमा लगाएर फालिदिए प्रसाद लाउने त्यहाँको फुलपाती लिएर आउनु। बुझ्नुभयो कुरो मैले भनेको कुरो बुझ्नुभयो। यथाशक्ति भन्दै जाने यथाशक्ति भन्नु यथाशक्ति है त झोला यता अब यहाँ हामी त गोठाहरू त डह्रो हुन्छ, तपाईँहरू नआइकन यहाँ काम सुरु हुँदैन। त्यो भएको र अब सकेसम्म चाँडो पनि गर्नु पर्यो। हामी तपाईँहरू आउँदा जब गर्दै जानु त पुरा हो। ल्याउने फुलपाती हामीलाई के भन्छ क्या स्वाट घुम्ने त्यहाँ बिस्तार